नीति बनाउनेमै समस्या म देख्छु। कोलेटर भन्नुहुन्छ, सर्टिफिकेट लोन भन्नुहुन्छ, तर अहिलेसम्म मलाई कसैले नेपालमा एकजना पनि सर्टिफिकेटवाला लोन पाएको छैन होला। इन्कम ट्याक्स तिर्दिन्छ तर पैसा त बाँकी नै छ हाम्रो। गभर्मेन्टले सो हुन्छ इन्कम भयो भनेर, तर मेरो पैसा त मार्केटमै छ। वीरगन्जमा कुनै ठाउँमा फिल्टराइजेसन सिस्टम, आरओको सिस्टम लगाएर फिल्टर गरेर त्यो पानीलाई रियुज गर्न सकिन्छ। उद्यमीहरूको फ्याक्ट्री छ, कहाँ छापा हान्ने हो, कहाँ यो धुलो आयो, कहाँ के आयो, त्यसमै पछाडि पर्छ। जब मानुस त्यो एरियामा त्यो फ्याक्ट्रीहरू भएन भने त्यहाँको जनसङ्ख्याले त्यहाँबाट रोजीरोटी कहाँबाट पाउने? हार्ड वर्किङ गर्नुपर्छ, निश्चय नै तपाईँ अगाडि बढ्नुहुन्छ। स्पोन्सर्ड बाई सर्वोत्तम हस्पिटल, डीएभी रुक्मनी बनारसी केडिया स्कुल, डेसिमल कलेज पानीटंकी 8, A1 बेकरी एन्ड फूड प्रोडक्ट, मध्य नेपाल प्रेस पानीटंकी 8, नेचुरल आइसक्रिम, मुल्तानी नेचुरल्स, सुनौलो साजा डुबानी, मनोकामना हेल्थ क्लिनिक। नमस्कार, कार्यक्रम उद्यमी मञ्च यहाँहरूलाई स्वागत गर्दैछु। म धनञ्जय मिश्र। युवा उद्यमीको नयाँ सोच र समस्याको बीचमा आजको कार्यक्रममा हामी हाम्रो अतिथि एनवाईएफ का अध्यक्ष चन्दन सिंहलाई स्वागत गर्दछु। नमस्कार, धन्यवाद मलाई बोलाइदिनु भएकोमा। चन्दनजी, तपाईको उद्यमी बन्ने विचार कहाँबाट आयो? अहिले कुन रूपमा भनौँ तपाईँले? एक्चुअली हाम्रो फ्यामिली भनेको, मेरो जुन गाउँबाट आउँछु त्यो गाउँबाट गभर्मेन्ट जागिरेमा सबैले भेट्नुहुन्छ, डक्टर भेट्नुहुन्छ, इन्जिनियर भेट्नुहुन्छ। हाम्रो गाउँबाट चाहिँ जज हुनुहुन्छ, सुप्रिम कोर्टको पहिला जज हुनुहुन्थ्यो। त्यो व्यापारीको सङ्ख्या धेरै कम छ। र म जुन कास्टबाट आउँछु त्यो कास्टमा पनि व्यापारी पाउन धेरै गाह्रो छ। बट काम गर्ने सिलसिलामा साथीहरूको ग्रुपमा काम गर्दा जाँदाखेरि कति अरू काम गर्ने भनेर अनि आफ्नो सुरु गरेको। उद्यमी व्यापारी बन्नको लागि मान्छेहरूले के भन्छन् भने व्यापारी घराना हुनुपर्छ, त्यसको इन्भाइरोमेन्ट हुनुपर्छ, व्यापारी पढेको हुनुपर्छ। अब तपाईँ पढ्नमा पनि इन्जिनियरिङ पढ्नु भएको छ, आइटीबाट हुनुहुन्छ, अनि ठुलो पुँजी चाहिन्छ कि ठुलो घराना चाहिन्छ कि त्यस्तो महल चाहिन्छ, त्यो केही भेट्नु भएन। तर एउटा सफल व्यापारी अहिले हुनुहुन्छ। अब सफलताको परिभाषा के हो मलाई थाहा छैन, तर जे होस् अहिले आफ्नो गरिरहेको छौँ, खाइरहेको छौँ, सबै कुरा म्यानेज भइरहेको छ, त्यो ठुलो कुरा हो। अर्को कुरा मन लाग्छ अहिलेको सिनारीमा त्यसको त्यो तरिकाको खाँचो छैन कि ठुलो व्यापारी घारा नै हुनुपर्छ र पैसै हुनुपर्छ। आजको बिजनेस सुरु गर्न धेरै चारवटा कुरा मात्रै चाहिन्छ। एउटा हाम्रो आकाश छुने लक्ष्य राख्नुपर्छ, आफ्नो जुन विधामा गर्न खोजेर त्यसलाई कन्टिन्यू लर्निङ गर्नुपर्छ हामीले। त्यसपछि हार्ड वर्किङ गर्नुपर्छ र दृढ निश्चय राख्नुपर्छ कि निश्चय गर्नुपर्छ कि मलाई यो गर्नु छ भने निश्चय नै तपाईँ अगाडि बढ्नुहुन्छ। अहिलेको सिनारीमा के छ, अहिले यङ जेनेरेसनमा अलिकति मैले चेन्जेस देखेको छु। पहिला के हुन्थ्यो भने हामी कम्पिटिसन तपाईँ र हाम्रो छिमेकीसँग हुने गरेको थियो। त अहिलेको कम्पिटिसन भनेको युएसमा बसेको मान्छेसँग छ, अमेरिकामा बसेको मान्छेहरूसँग छ, कम्पिटिसन बढेको छ। तर मान्छे जुन अहिलेको जेनेरेसन अलिकति आत्तिएको पनि छ कि धेरै चाँडै नै क्यालकुलेटिभ गर्छन् कि म यो गर्छु, 1 महिना 2 महिना 6 महिना गर्छन्, सकिन्न, अर्निङ आएन, क्यालकुलेसन पेसेन्स कम भएको जस्तो फिल भइरहेछ। बट मलाई लाग्छ एउटा राइटरको भनाइ थियो 10,000 घन्टा त कुनै बिजनेसलाई होस् या स्टडीलाई दिनै पर्छ, अनि तपाईँले एनालाइसिस गर्न सक्नुहुन्छ। तपाईँसँग अप्सन छैन भने तपाईँले जे पनि गर्न सक्नुहुन्छ। मसँग अप्सन थिएन, मैले यही गर्नु थियो, त्यसैले म यसमै रात दिन लागेर गरेँ। अनि लक्ष्य बनाएर अगाडि बढ्नुपर्छ। मेरो विचार एनवाईएफ को अध्यक्षको रूपमा तपाईसँग के चुनौती छ र के लक्ष्य छ? एनवाईएफ को मेरो युवा जुन हाम्रो बिजनेसम्यानहरू हुनुहुन्छ उहाँहरूलाई एकरूपता लिएर अगाडि बढ्नु छ। मलाई चुनौती भने धेरै चुनौतीहरू छन्। हाम्रो वीरगन्ज एरियामा तपाईँको मलाई लाग्छ वीरगन्जको जुन अहिलेसम्म उद्यमी कोरिडोर छैन। मलाई लाग्छ नेपालको हर ठाउँमा एउटा इन्डस्ट्रियल एरिया छ, बट नेपालमा वीरगन्जलाई हामीले आर्थिक सहर भन्छ तर हाम्रो उद्यमी क्षेत्र छैन। वीरगन्जदेखि सिमरासम्म हामीले पत्लेसम्म उद्योगहरू त्यतिकै छन्। समस्या छ त्यहाँ। त्यो जग्गाहरूमा लागेको छ, कहिले आएर सरकारले सिँचाइको लागि पानी रोकिदिनुहुन्छ, कहिले के गरिदिनुहुन्छ, त्यो पनि ठुलो समस्या छ। तर त्यो समस्याको समाधान त आफ्नो सरकारले दिने हो नि। अब कि उद्यमीले बन्द गरेर जाने बाहिरबाट, त्यो त होइन पोसिबल।
त्यो ड्रेन छ, नदीको खोला छ भने, नदी दूषित भयो, त्यसको छेउमा एउटा ड्रेन बनाइदियो भने त्यहाँबाट पनि पानी बग्छ नि, उधमीको पानी गर्छ। त्यहाँ लगेर हामी वीरगन्जमा कुनै ठाउँमा फिल्टराइजेसन सिस्टम, आरओको सिस्टम लगाएर फिल्टर गरेर त्यो पानीलाई रियुज गर्न सकिन्छ होइन। र त्यो कन्सेप्टमा गभर्मेन्ट कुरै गर्दैन, खालि के सोध्छ, उद्यमीहरूको फ्याक्ट्री छ, कहाँ छापा हान्ने हो, कहाँ यो धुलो आयो, कहाँ के आयो, त्यसमै पछाडि पर्छ। जब मानुस त्यो एरियामा त्यो फ्याक्ट्रीहरू भएन भने त्यहाँको जनसङ्ख्याले त्यहाँबाट रोजीरोटी कहाँबाट पाउने, त्यो पनि त बन्द हुन्छ। मलाई लाग्छ वीरगन्ज त्यो कोरिडोर बन्नुभन्दा अगाडि त्यहाँ फ्याक्ट्री बन्यो, त्यसपछि त्यो कोरिडोर तयार भएको, त्यो एरियाका गाउँहरू तयार भएको मेरो हिसाबमा हो। तर गभर्मेन्टले त्योतिर नजरै छैन कि कसरी अगाडि बढ्ने। पहिला इन्डस्ट्री आउँछ, त्यसपछि त्यो छेउछाउमा गाउँ बासिन्दा हुन्छ। त्यो सही हो, तैपनि इन्डस्ट्रीले पल्युसनमाथि आफ्नो मापदण्ड र त्यो कुराहरूलाई मान्नुपर्ने हुन्छ। सर्वोत्तम हस्पिटल पानीटंकी 8 वीरगंज। संपर्क नंबर 051 59 12 67। Be Natural Ice Cream, taste of happiness. तपाईँ अहिले युवा उद्यमीको अभिभावकको रूपमा हुन्। युवा उद्यमीले यो वीरगन्जको सेरोफेरोमा सबभन्दा ठुलो च्यालेन्ज के भइरहेको? युवा उद्यमीमा सबैभन्दा ठुलो च्यालेन्ज महिलाहरू आउनुभएको छैन। महिलाहरू आउनुभएको छैन र रिस्क टेकिङ अहिले कम भएको छ। महिलाहरू बिजनेसमा आउनै खोजिराख्नु भएको छ, आयो भने पनि सानो सानो बिजनेसमा आउनुहुन्छ, रिस्क लिने चाहिराख्नु भएको छैन। अर्को कुरा, ब्याङ्कले पनि टन्नै पैसा छ तपाईँले फन्डिङ गर्न खोजिरहेको, त्यस कारण युवाहरू अगाडि बढ्नै खोजिरहेको छैन। कसरी अगाडि बढ्ने, एउटा नीति र एउटा इजी वेमा हाम्रो ब्याङ्कले लोनहरू प्रोभाइड गरिदिने भयो युवाहरूलाई। जस्तै हाम्रो यो स्टार्टअपको कर्जाहरू जुन दिएको छ गभर्मेन्ट, तर इजी प्रोसेस छैन तपाईँको, इजिली उसले पाओस् होइन। त्यो कुराको हर वर्ष हामी चाहिँ बजेटमा हेर्ने गर्छौँ युवाको लागि चाहिँ यति % यो गरिदिने। तर मलाई लाग्छ खोइ युवा छैन कि प्राइभेट ब्याङ्कबाट कसैले चाहिँ एउटा पनि बिजनेसको लागि लोन पायो होला। मलाई लाग्छ सिचुएसन र त्यो अप्ठ्यारो किन आएको? त्यो नीति बनाउनेमै समस्या म देख्छु। कोलेटर भन्नुहुन्छ, सर्टिफिकेट लोन भन्नुहुन्छ, तर अहिलेसम्म मैले कसैले नेपालमा एकजनाबाट सर्टिफिकेटवाला लोन पाएको छैन होला। तपाईँ त त्यो ठाउँमा हुनुहुन्छ, हजुर। सानो मान्छे र हैसियत नभएको मान्छेको कुरा कसैले सुन्दैन। तपाईँ एनवाइएफको आफै पनि अध्यक्ष हुनुहुन्छ, यस्ता कुरा भुक्तभोगी पनि हुनुहुन्छ, यस्तो कुरालाई किन उठाउनु भएको? हामी उठाइरहेछौँ। फ्रम दिस इयर हामीले स्टार्ट गरेका छौँ। फ्रम 4-5 इयरदेखि हामी एउटा समस्याले पीडित छौँ। उधारो कानुनले गर्दा हामी सामान बेच्छौँ, तर त्यसको हामीलाई पैसा उठाउन धेरै गाह्रो छ। ब्याङ्कले ब्याज हामीले टाइममा पे गर्छौँ, इनकेस दिएन भने फाइन लाग्छ हामीलाई। 25 गतिसम्म हाम्रो भ्याट डिफरेन्स पे गर्नुपर्छ। इन्कम ट्याक्सको 3 वर्षको जो स्लाइड छ त्यो रेसियोमा हामीले पे गरेर भने त्यसको पनि हामीलाई फाइन तिर्नुपर्छ। बट हाम्रो पैसा जुन बेचेको छौँ त्यो पैसा रिटर्न आइरहेको छैन, चाँडै रिकभर हुन सक्छ। तर गभर्मेन्टले असारमा साथमा हामीले इन्कम ट्याक्स तिर्दिन्छ, तर पैसा त बाँकी नै छ हाम्रो। गभर्मेन्टले सो हुन्छ इन्कम भयो भनेर, तर मेरो पैसा त मार्केटमै छ। त्यसको लागि यो कानुन भनेको फिलिपिन्समा, अमेरिकामा, इन्डिया समेतमा पनि यो कानुन बनिसकेको छ। हामी गभर्मेन्टलाई लबिङ गर्दैछौँ क्रेडिट एक्टको लागि। त्यसको लागि अभियान पनि हाम्रो एनवाईबाट सुरु गरेको छौँ कि युवाहरूमा र व्यापारीहरूमा के समस्या, क्रेडिट एक्टले के उधारो कानुन नभएर कति समस्यामा छौँ भनेर त्यसको लागि हामीले एउटा अभियान पनि सुरु गरेको छौँ। त्यो हाम्रो एनवाईएफको पेजबाट सधैँ एउटा 2-3 दिनमा एक-एकजना व्यापारीहरूको धारणा हामी चाहिँ लिएर सरकार आवाज उठाउने हिसाबले अगाडि पनि बढिरहेछौँ। सरकारले आफ्नो पक्षको लागि कानुन आफ्नो बनाए जस्तो लाग्यो तपाईँलाई? औद्योगिक पक्षको कानुन त्यो भएन भन्न खोज्नुभएको? यस, अहिलेको सिनारी अलिकति चेन्ज देखिरहेछ। मलाई लाग्छ पहिला त हामी व्यापारीलाई त सबैले चोरै भन्ने थाल्थ्यो। अब अलिकति यो वर्ड हाइलाइटेड त्यो होला, बट व्यापारीले चोरै गभर्मेन्टले थाल्थ्यो।
जहाँ कर अफिसमा पनि हामी जान डराउने त्यस्तो सिनारियो थियो। तर अहिलेको सिनारियो अलिकति चेन्ज हुँदैछ, हामी करमा पनि फ्रेन्डली छौँ, सबैसँग कुरा भइरहेको छ। किनकि हामी डराउँथ्यौँ क्या धेरै, कुन बेला के गरिदिनुहुन्छ गभर्मेन्टले, नीति कतिखेर चेन्ज गरिदिनुहुन्छ। आज लास्ट इयरको कुरा हो, डाइपरमा 1% ड्युटी लगाएर गरिदियो, फेरि अर्को इयर 13% लगाइदिनु भयो, भ्याट लगाइदिनु भयो। अहिले प्लास्टिकमा लास्ट इयर 5% को ट्याक्स थियो, यसपालि 15% लगाइदिनु भयो। तपाईँ फिक्स हुनु भएन नि, तपाईँ मानुस प्लास्टिकको केही व्यापार सुरु गर्नुभयो, लास्ट इयरको क्यालकुलेसन 5% थियो, अहिलेको क्यालकुलेसन 15% गभर्मेन्टलाई ट्याक्स दिनुपर्ने भयो। त त्यो नीति एउटा व्यापारले फिक्स हुनु पऱ्यो कि। अब हामीले एज्युम गर्नुहोस् कि तपाईँको व्यापार छ, तपाईँ 20% 5%देखि 8% यसले ब्याज तिर्नुहुन्छ ब्याङ्कलाई, सबै गर्नुहुन्छ, त्यही अनुसारले तपाईँ वर्षभरिको प्लान बनाउनुहुन्छ। वर्ष सक्ने बित्तिकै तपाईँको नयाँ नीति आउँछ, त्यसमा तपाईँको ट्याक्स अचानक बढिहाल्छ, कसरी सर्भाइभ गर्नुहुन्छ? तपाईँको प्लान त बजेटिङ क्रास हुने सम्भावना हुन्छ। युवा उद्यमीलाई तपाईँ प्रमोट पनि गर्दै हुनुहुन्छ, आफै पनि भर्खरको युवा हुनुहुन्छ, व्यापारी पनि हुनुहुन्छ। नयाँ युवा उद्यमीको लागि तपाईँहरूले के कस्तो कार्यक्रमहरू अथवा के कस्तो नीतिहरू अथवा के कस्तो प्लानिङहरू गर्नुभएको छ? अब यस्तो छ, हामीले रिसेन्टली हामीले युवा इन्टरनेसनल युथ डे पनि मनाएको थियो। त्यसमा हामीले जुन हाम्रो वीरगन्ज एरियामा ड्रग्स खाएर धेरै इफेक्ट भइरहेको छ मान्छेलाई यहाँबाट होइन, त्यसरी त्यो मानुस एकजना युवा पनि सुध्रियो भने कमसेकम त्यो बिजनेसमा आयो भने ट्रेनिङ सेन्टरहरू पनि हामीले चाँडै नै गर्ने प्लानमा छौँ युवाको लागि। त्यसरी हामीले अर्को पनि हामीले एउटा मेड इन नेपाल भनेर इन्डियामा चाहिँ एउटा एक्जिबिसन गर्ने प्लानमा छौँ। हामीले नेपाली प्रोडक्टलाई इन्डियामा प्रमोट गर्ने। हामीले सजिलो भनेको चाइना जानुभन्दा सजिलो इन्डिया छ, किनकि ल्याङ्ग्वेज पनि मिल्छ, कुरा गर्न सजिलो छ, बेच्न पनि सजिलो छ। अलिकति इन्डिया गभर्मेन्टले लचिलो बनाइदियो भने हामीलाई इन्डियाको एउटा स्टेटबाट पनि पुग्छ हामीलाई सेल गर्नाले, मार्केट गर्नाले। त्यसैले मेरो चाहिँ यो वर्ष चाहिँ मेन मोटो चाहिँ मैले त्यही राखेको छु कि हाम्रो नेपाली प्रोडक्टलाई कसरी एक्सपोर्ट गर्न सकिन्छ, र त्यसको लागि हामीले मेड इन नेपाल भनेर एउटा दिल्लीमा चाहिँ हाम्रो प्लान गर्दैछौँ। त्यसको लागि मेबी सायद सन्डे हामी निस्किँदैछौँ कुरा गर्नाले उहाँको ब्युरोक्रेस्टहरूसँग। सन्डे हाम्रोसँग गएर त्यहाँ चाहिँ हामी नेपाली प्रोडक्टलाई प्रमोट गर्ने हिसाबले अगाडि बढ्नु, जसको लागि कृषि, तपाईँको गार्मेन्ट, इन्डस्ट्रियल प्रोडक्ट अनि पर्यटन, यस्तो कुराहरूलाई टुरिज्मलाई लिएर हामीले एक्जिबिसन गर्ने सोचमा छौँ। सुरक्षित ढुवानीका लागि सुनौलो साझा ढुवानी सेवा आजै सम्पर्क गर्नुहोस्। नेपाल अधिराज्यभरि फुल टिप सेवा उपलब्ध। सुनौलो साझा ढुवानी सेवा, मुख्य कार्यालय वीरगन्ज पर्सा नेपाल, ब्रान्च कार्यालय सानेपा काठमाडौँ। सम्पर्क 98514 35030, 98514 35025 अथवा 98550 35892। नेपाललाई एक्सपोर्टको हब बनाउने विचारमा हुनुहुन्छ कि किनभने हाम्रो देश इन रिसोर्सेस मात्रै भयो, आउट रिसोर्सेस तपाईँको डेभलप गर्नुहुन्छ। अहिलेको युवामा डक्टरी बन्नु, इन्जिनियर बन्नु, अरू पेसातिर बढी रुझान देखिएको छ, एन्टरप्रेन्योरसिपमा कम देखिएको छ। यसको के कारण होला? यसको एउटै कारण छ सर, अहिलेको हेर्नुहोस् ब्याकग्राउन्ड युवा घरानाबाट आएको छ भने उहाँले सजिलो छ, किनकि अलरेडी हेरिराख्नुभएको छ, सिकेर आउनु भएको छ। बट अचानक आउनै खोजिरहेको छ जो युवाहरू, अनि पेसेन्स राख्न खोजिराख्नु भएको छैन, चाँडै धनी हुन खोजिराख्नु भएको छ, चाँडै ग्रो गर्न खोजिराख्नु छ। बट केही कुराको लागि टाइम दिनुपर्छ, त्यो टाइम दिएन भने अलिकति समस्या त्यही देखिरहेको छु म। तर नेपालमा जति रिसोर्सेस छ पहिला जस्तो छैन। पहिला हामी चाहिँ रिसोर्सको लागि भन्थ्यौँ, प्राकृतिक स्रोतको देश हो भन्थ्यौँ, तर अहिले हाम्रो नेपाल 42% युवाले भरिएको देश हो, युवा शक्ति भएको देश हो। मलाई लाग्दैन कि अब हामीले चाहिँ खालि प्राकृतिक स्रोतले चिनोस् हाम्रो देशलाई, युवाको स्रोतले पनि चिन्न बेला आइसकेको छ जस्तो मलाई फिल भइरहेको छ। उमेर अनुसार लामो उद्यमी यात्रा जस्तो लाग्दैन, किन उमेरको हिसाबले नै हुन्छ मान्छेको। तर यी समयकालमा पनि सबभन्दा बढी च्यालेन्जेस तपाईँलाई के आएको थियो? समयकालमा मलाई चाहिँ मेरो बिजनेस रिलेटेड च्यालेन्जिङ उदाहरण नै हो। म सानो व्यापारी मान्छे हो, माल लिने पैसा नदिने, पैसा नआउने,
पैसा नआएपछि म के गर्ने इभेन जब ब्याङ्कले ब्याज 18% गरेको थियो त्यतिका 16% त्यतिखेर म कसरी सर्भाइभ गरेँ त्यो हामीलाई नै थाहा छ स्यालेरी हामीलाई दिनै पर्छ माल मगाएर बेचिने व्यापार कसरी गर्ने तर पैसै नउठ्दैन सबै व्यापारी त्यस्ता छैनन् बट धेरै जस्तो त्यहाँ छन् कि पैसा लिएर सम्हाल्नै नदिने पैसा सम्हाल्ने 40% पनि भयो भने त पुँजी त फस्यो नि फस्यो अनि गभर्मेन्टको के छ हाम्रो 35 देखि 40% पार्टनर गभर्मेन्ट हो हाम्रो बिजनेसको किनकि हाम्रो ट्याक्सहरू सब दिएर त्यति पर्सेन्ट त गभर्मेन्टले दियो त गभर्मेन्टले त आफ्नो स्टक चाहिँ पहिल्यै स्टक लिइहाल्छ प्री पेमेन्ट गभर्मेन्टले पेमेन्ट गरिदियो तर हाम्रो पैसा त मार्केटमै फसिरहेको हाम्रो फाइनमा देखिन्छ प्रफिट बट मार्केटमै पैसा छ त्यो पैसा मार्केटमै छ अब यस्तो यस्तो विडम्बना छ कि गभर्मेन्टको रुलमा एउटा रुल मैले सिएसँग थाहा पाएको थिएँ हामीले पैसा उठेन भने पनि त्यसको नि हामीले फाइन दिनु पर्दैन त्यो जसरी तपाईँले लगानी लगाउनु भयो उधारो माल गयो त्यो पैसा फसेको छ र त्यो पैसा उठाउन सक्नु भएन भने त्यसको नि गभर्मेन्टलाई फाइन तिर्नुपर्छ तपाईँ नै गभर्मेन्टबाट फाइन दिनु तर गभर्मेन्टले त्यसको केही नीति नबनाइदिनु हाम्रो गभर्मेन्टले जस्तो युवाले ट्याक्स पे गरिराख्नु भएको छ भने उहाँहरूलाई सब्सिडाइज गर्नुपर्छ कि जस्तो इन्सुरेन्समा सपोर्ट गरिदिनु पर्यो उधारो कानुन जस्तो ल्याइदिनु पर्यो त्यसले प्रमोट गर्छ कि मान्छेले अब उधारो कानुनमा म कुरा गर्दाखेरि फिलिपिन्समा चाहिँ यस्तो नियम छ भने 45 डेजमा पेमेन्टको सिस्टम छ 45 डेज भएन भने त्यसलाई सिफ्ट गरेको छ 6 मन्थसम्म तर इयरको इन्डमा जस्तो हाम्रो असाढमा 7मा क्लियर गर्दाखेरि त्यो जति पैसा उसले तिरेको छैन त्यो पैसालाई इन्कममा सो गराइन्छ इन्कममा सो गराएको र त्यो पैसाको 30% गभर्मेन्टलाई पे गर्नु गभर्मेन्टले पे गर्नुपर्छ 30% एक्स्ट्रा नेक्स्ट डे फेरि त्यो आउटस्ट्यान्डिङ आउटसाइड देख्छ जसरी तपाईँले भन्नुभयो कि जुन मैले उधारो दिएँ त्यो उधारो पैसा उठेन त्यसको पनि प्लान्टी हामी गभर्मेन्टले ट्याक्स बेरिङ गर्नुपर्छ हजुर तर कतै न कतै त्यो उधारो लिएकोले पनि अडिटमा देखाउँछ मैले यतिको माल उधारो लिएँ हजुर अनि उधारो लिएको दिएन भने त्यस गभर्मेन्टको नीति केही भएन केही नीति छैन भनेपछि तपाईँ उधारो माल बेच्नुहोस् समस्या भएन उधारो माल लिनुहोस् केही समस्या भएन अनि यसको समाधान के यसको समाधान मैले हामीले एउटा ड्राफ्ट गरेर उद्योग वाणिज्यसँग हाम्रो बिजनेस को टिमहरूसँग मिलेर अनि उहाँहरूले चाहिँ एउटा ड्राफ्ट गरेर काठमाडौँमा पठाइसक्नु भएको छ लास्ट इयर यसपालि हुन्छ भने हामी होप राखेको थियौँ बजेटमा तर यसपालि पनि आएन सुनेको वर्क गर्दै हुनुहुन्छ यसमा चाहिँ गर्नुहुन्छ जस्तो छ त्यसकै समाधान मैले बताएको एउटा सर्टेन टाइम पिरियड उहाँले तोकिदिनुपर्छ 45 दिन 40 दिन 3 महिना पेमेन्ट आएन भने गभर्मेन्टले एउटा साइट बनाइदियोस् जसमा फलाना मान्छे यसो ब्याड डेट छ यसले पैसै दिँदैन भने हामीले हेर्न पाऊँ जस्तो हामी ट्याक्स को साइडमा गएर हाम्रो प्यान नम्बर भ्याट नम्बर हालेपछि उसको विवरण थाहा पाउँछ त्यस्तै उधारो पेमेन्ट गर्छ पेमेन्ट त्यो सिडिल पनि त्यहाँ पायो भने धेरै इजी भइहाल्थ्यो व्यापारीले त्यस्तो गर्न सकिन्छ नि किनभने अनलाइनको तपाईँहरूले जति पनि सामान बेच्नुहुन्छ अनलाइन बिलिङ गर्नु हजुर हजुर किन्ने पनि अनलाइन बिलिङ गर्यो हैन तपाईले उधारो बेचेको देखाउनु भयो उसले उधारो किनेको देखायो पुँजी चाहिँ घुमिरहेको छ उधारोमा छ गभर्मेन्टले दुवैतिरबाट ट्याक्स इन्कम जेनेरेट उसले बेचेको मालको प्रफिट लियो त उसले किनेको मालको प्रफिट लियो तपाईँ बेचेको हजुर यो समस्या भनेको केही दिन अगाडि कुराकानी केही उद्यमीहरूसँग गर्दाखेरि यसलाई पनि अर्को रूपबाट उहाँले मलाई के बुझाउनु भयो भने ठुलो व्यापारीले सानो व्यापारीलाई थिच्ने र मार्ने अथवा डाइजेस्ट गर्ने सार्कले सानो माछा खाए जस्तोलाई गरिन्छ के यो सत्य हो यो कुरामा मिलाएर हेर्दाखेरि यो कुरा सत्य नै हो किनकि के छ भने युनिभर्सल ट्रुथ भन्न नै मिल्छ यसलाई जहाँ पनि ठुलो मान्छेले सानोलाई खोज्छ जहाँ इफेक्ट हुन्छ त्यसले सकाउन खोज्छ तर नेपालमा अलिक कम छ कम्पेयर अफ अदर कन्ट्री इन्डियामा हेर्नुहुन्छ भने एक्जाम्पल एज अ वोडाफोन आइडिया यो सब गयो सकिसक्यो अब ओन्ली जियो त्यो पोलिसीहरू त्यस्तो लिएर आउँछ कि तिनीहरू ह्याम्पर होस् त्यो जानै पर्ने अवस्था आउँछ जस्तै हाम्रै अहिले एउटा नीति छ एक्जिम कोडको नीति थियो अहिले हट्यो पहिला 3 लाख धरोटी राख्नु पर्थ्यो बाहिरबाट सामान एक्जिम कोड लिनुपर्ने अब त्योभन्दा पहिला सजिलो थियो सानो व्यापारी जससँग 5 लाख रुपियाँ छ उसले 3 लाखको सामान मागेर बेचेर 2 लाख कमाएर 1 लाख कमाएर आफ्नो गुजारा चलाउँथ्यो जब 3 लाख तपाईँले त्यो धरोटी राखिदिनु भयो भने उसको त पैसा धरोटीमा गयो मतलब उसको क्यापिटलको पर्सेन्टेज एउटा ठुलो पर्सेन्टेज गयो धरोटी ढुकुटीमा गयो जसले 10 लाखमा व्यापार गर्न सोचिरहेछ त्यो मान्छेले त गाह्रो भयो तर पोजिटिभ वे गभर्मेन्टले फ्रम लास्ट इयरदेखि हटाइदिएको छ त्यसले गर्दा सानो व्यापारलाई सजिलो भएको छ कि इजिली अब डकुमेन्ट इजिली एभाइलेबल छ हामीले लिन सक्छौँ एक्जिम कोडहरू अनि व्यापार गर्न सक्छौँ यसले गाह्रो छैन पहिला जस्तो तर टाइम लाग्छ चेन्ज हुनलाई कोसिसमा हामी लागिरहेछौँ
A1 Bakery and Food Products, Panitanki 8, Birganj. सम्पर्क 9817289805. मध्य नेपाल प्रेस, पानीटंकी 8, बिरगंज. फोन नम्बर 0515280050. एउटा युवाको लिडर हुनुहुन्छ, अभिभावक पनि हुनुभयो, युवा उद्यमीको लिडर पनि हुनुभयो। आफ्नो कार्यकालमा वीरगन्जमा युथ उद्यमीको बारेमा के कस्ता प्लानिङहरू गर्नुभएको छ? मैले तपाईँले मेन फोकस भनिसकेँ। वीरगन्जको लागि हामीले जुन नीतिहरू सरकारले बनाइराख्नु भएको छ नि, जुन हाम्रो पुरानो उद्यमीहरूले हाम्रो गार्जियनले उठाइराख्नु भएको छैन, उहाँले आफ्नो तरिकाले उठाइराख्नु भएको छ। हामी युवा भनेको अलि डिफ्रेन्ट तरिकाले त्यसले हामीले पुस गरिदिने हो त्यो कानुनहरूलाई। जस्तो उधारो कानुनको कुरा भयो, वीरगन्जको समस्याहरूको कुरा भयो, एज अ आइटी थ्रुबाट कसरी उहाँसम्म सरकारसम्म आवाज पुग्छ त्यो आवाज पुऱ्याइदिने हामीले पनि गरिरहेको छौँ होइन। त्यस्तै मेड इन नेपालको एक्सपोर्टको म तपाईँलाई कुरा भनिसकेँ पनि। त्यसपछि अहिले हामी वीरगन्जको लागि के गरिरहेको छौँ भने जति स्टार्टअपहरू हुनुहुन्छ नयाँ केही गरिराख्नु छ उहाँको बिजनेसको बारेमा हामीले प्रमोसनल भिडियोहरू बनाइरहेको छौँ। जस्तो 3-4जनाको सुरु भइसकेको छ, उहाँलाई हामीले मोटिभेट गर्ने। त्यस्तै हाम्रो एनओएफले एउटा स्टार्टअप क्लिनिक भनेर लास्ट इयर हामीले सुरु गरेको थियौँ। लास्ट इयर हाम्रो स्टार्टअपको राहुल शाह भनेर हुनुहुन्थ्यो, अहिले चाहिँ अतुल राउत भन्ने हुनुहुन्छ। उहाँले चाहिँ दुईजनाको मिलेर यो चाहिँ एउटा सुरु गर्नुभएको छ, जसमा के छ भने कि क्लिनिक भन्ने बित्तिकै रोगलाई समाधान गर्न नै एउटा त्यो आउँछ। स्टार्टअप क्लिनिक भनेको धेरै मान्छेलाई एक्सपर्टिज छैन, आइडिया छ तर एक्सपर्टिज छैन, कसरी त्यो आइडियालाई क्याच गर्ने। अनि एनओएफले त्यसले त्यो एक्सपर्टिज चाहिँ प्रोभाइड गरिदिने काम गरिरहेको छौँ। समस्या कम्पनी रजिस्टर गर्दाखेरि के समस्या त्यो समस्या समाधान गर्ने गरिरहेको छौँ। त्यसपछि उहाँहरूलाई फन्डको खाँचो छ भने पनि हामीले कोसिस गरिरहेछौँ कि फ्रम हाम्रो सिनियर बिसिसिआईबाट होस् या एनवाईबाट होस् कोही लगानीकर्ता हुनुहुन्छ भने उहाँहरूबाट उहाँलाई फन्डिङ गराएर उहाँको पोर्टफोलियो राम्रो छ, मिहिनेत गरिराख्नुभएको छ, 2 वर्षदेखि उहाँको टर्नओभर राम्रो छ भने हामीले त्यसमा चाहिँ लगानी गर्नलाई पनि हामीले एउटा टिम तयार गर्दैछौँ। त्यस्तो चाहिँ प्लानहरू गरिरहेको छ। यसमा उद्यमी मञ्च हाम्रा युवा पुस्ताले पनि देख्छन्। हजुर। र युवा पुस्तामा एउटा कुराको धेरै अनमोल के छ भने कुनै पनि व्यापार कसरी सुरु गर्ने, कसरी दर्ता गराउने, कसरी के हुन्छ, ससाना कुराहरू नयाँ युवा उद्यमीमा त्यो कुरा हुन्छ। र त्यो एउटा छोटकरी रूपमा तपाईँले त्यो युवाहरूलाई बुझाउन चाहनुहुन्छ भने कसरी सम्झाउनु? डेफिनेटली होइन, म सानो रूपमा बताइदिरहेको छु कसरी प्रोसिजर छ। अनि धेरै जान्नु छ भने हाम्रो एनओएफको साइटमा गएर स्टार्टअप क्लिनिकमा गएर त्यहाँ फोन नम्बर छ, डिटेलमा तपाईँले उहाँबाट सहयोग पाइहाल्नुहुन्छ। त्यसको लागि अब तपाईँले पहिला डिसाइड गर्नु पर्यो के गर्नु छ। होइन, सानो ट्रेडिङ बिजनेस गर्नु छ, इन्डियाबाट माल लिएर आउनुपर्छ, वाणिज्य अफिसबाट तपाईँले रजिस्टर गराउनुपर्छ, त्यसपछि ट्याक्स अफिसमा जानुपर्छ, नगरपालिकामा रजिस्टर गर्नुपर्छ। होइन, म्यानुफ्याक्चरिङ गर्नु छ भने घरेलु आइटम भने घरेलुबाट दर्ता गरेर गराउन सक्नुहुन्छ। होइन, तपाईँको होइन 10-15जना मिलेर ठुलै केही इन्डस्ट्रिज गर्नुहुन्छ भने तपाईँ काठमाडौँमा हाम्रो रजिस्टर विभागबाट गएर प्राइभेट लिमिटेड दर्ता गरेर गर्न सक्नुहुन्छ। त्यो प्रोसेसको लागि सबै डकुमेन्टेसन के छ, प्रोसेस छ, तयार गर्नु छ भने हाम्रो एनओएफको टिमले सपोर्ट। हामी कार्यक्रमको अन्ततिर छौँ। हजुर। चन्दनजीले एउटा कुरा वीरगन्जको अहिले सिनेरी हेर्दाखेरि पनि अलिकति छुट्टै छ। यो देशमा पनि कन्ज्युमर कम भइरहेको छ, बाहिर एक्सपोर्ट गर्ने त्यस्तो वातावरण त्यति राम्रो वातावरण छैन। देशभित्र पनि कन्ज्युमर कम छन्, बाहिर बेच्ने पनि एक्सपोर्टको त्यो वातावरण छैन। त्यस्तो स्थिति परिस्थितिमा सानो पुँजीको नयाँ पुस्ताले के व्यापार, कस्तो व्यापार गर्न सक्छ तपाईँको अनुभव अनुसार? हेर्नुहोस्, अहिले त दुनियाँ सानो भइसकेको छ भन्नुहुन्छ भने होइन, आइटीको एआईको जमाना छ, यहीँ बसेर सब कुरा मान्छेले हेर्न सक्छ। एउटा केही आइडिया तपाईँले खोज्नुहुन्छ भने पाइहाल्नुहुन्छ। अहिले हाम्रो धेरै साथीहरू वीरगन्जको स्टार्टअप गर्नुहुन्छ, फ्रिलन्सरबाट त्यो लन्चिङबाट धेरै उयोहरू बनाएर वर्ल्ड वाइज बेचिराख्नुहुन्छ, डाटाबेसमा काम गरेर पनि धेरै कमाइराख्नुहुन्छ, गरिराख्नु भएको छ। होइन, रिसेन्टली मेरो एकजना क्लाइन्ट हुनुहुन्छ, अब नाम लिन मिल्छ डेटा, काठमाडौँमा एउटा आमाको अचार बनाइ हुनुहुन्छ, नेपालभरि एक्सपोर्ट गर्नुहुन्छ, नेपाल धेरै मजाले बेचिराख्नु भएको छ। होइन, मेडिसिनहरू पनि नेपालको एक्सपोर्ट भइरहेको लागि प्रोसेसमा धेरै गइराख्नु भएको छ। धेरै यस्तो बिजनेसहरू छ त्यो गर्न सकिन्छ, नगर्ने होइन। सानो सानो मलाई लाग्छ
यही वीरगन्जमा एउटा गोर्खा जैविक भनेर पनि एउटा प्रोडक्ट छ। उहाँले हनी अनि त्यसो मुरङ्गाको पाउडर्स, त्यसपछि तपाईँको धेरै कुराहरू शिलाजितहरूलाई पहाडबाट मगाएर प्याकेजिङ गरेर प्रोसेस गरेर उहाँले इन्डियामा एक्सपोर्ट गरिराख्नु भएको छ होइन, नेपालमा पनि बेच्नु। अपर्च्युनिटी धेरै छ, पहिलाभन्दा त धेरै सजिलो छ। हाम्रो पालामा त थाहै पाउँदैन थियो के गर्ने नगर्ने, अहिले धेरै सजिलोको छ। मान्छेले केही गर्न चाहन्छ, धेरै अपर्च्युनिटीहरू छ हाम्रो सबैले। सानो शब्दमा भन्नु पर्यो भने हामी आवश्यकता नै व्यापार। हजुर, हामी आवश्यकताको पहिचान गर्नुपर्छ हजुर, र त्यो आवश्यकतालाई पहिचान गरेर लक्ष्य गराएर त्यसैभित्र नै हामी व्यापार गर्न सक्छौँ। सही कुरा। धन्यवाद चन्दनजी, Thank you. तपाईँको आफ्नो अमूल्य समय हाम्रो कार्यक्रम उद्यमी मञ्चमा दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू, तपाईँलाई पनि धेरै धन्यवाद। मलाई आफ्नो समयमा च्यानलमा बोलाएर मलाई चाहिँ आफ्नो 2 शब्द राख्ने मौका दिनुभएकोमा तपाईँलाई पनि धेरै धन्यवाद। नयाँ पुस्ता र उद्यमी गर्ने उद्यमशीलको बिचको एउटा पुलको काम गर्नेछ र यसमा तपाईँहरूलाई लागेको मनका कुरा र मनका प्रश्नहरू गर्न सक्नुहुन्छ। सर्वोत्तम हस्पिटल पानीटंकी 8 वीरगंज। संपर्क नंबर 051 59 12 67। Be Natural Ice Cream. Taste of happiness. सुरक्षित ढुवानीका लागि सुनौलो साझा ढुवानी सेवा आजै सम्पर्क गर्नुहोस्। नेपाल अधिराज्यभरि फुल टिप सेवा उपलब्ध। सुनौलो साझा ढुवानी सेवा मुख्य कार्यालय वीरगंज पर्सा नेपाल, ब्रान्च कार्यालय सानेपा काठमाडौँ। सम्पर्क 98514 35030, 98514 35025 अथवा 98550 35892। A1 Bakery and Food Products, पानीटंकी 8 वीरगंज। संपर्क 9817289805। मध्य नेपाल प्रेस पानीटंकी 8 वीरगंज। फोन नंबर 051528050।